आज चाहिँ घरमा सजिलै बनाउने मोमोको रेसिपी लिएर आएको छु। ठुलो गोबी ल्याएर अनि मजाले बिच्चाबाट काटेर सानो पिस बनाउनु होला। अनि त्यसै यता फर्काएर पनि फेरि सानो गर्दै काट्नु होला। अनि थोरै त्यसपछि एउटा बाटामा यति मसिनो भएपछि खनाउनु होला। अनि सँगसँगै त्यसपछि प्याज पनि काटेर सानो बनाउनु होला। यतिको सानो हुन्जेलसम्म मजाले काटिरहनुहोस्। अनि त्यसपछि त्यसलाई पनि त्यही मिसाइदिनु होला। अनि सँगसँगै अलिकति कुखुराको मासु पनि मिसाउनु होला। यतिको सानो बनाइसकेपछि त्यसलाई चाहिँ थोरै यता चावनमा चाहिँ मिक्सरमा पिसेर मजाले सानो हुने गरी तरिकाले मिक्सरमा मजाले पिसेर यस्तो धुलो हुने तरिकाले बनाउनु होला। अनि यतापट्टि लगाएर खनाएर त्यही सँगसँगै हामीले मसला पनि बनाउनु पर्ने हुन्छ। यो हालेपछि एकदम स्वादिलो हुन्छ। त्यसको लागि चाहिँ अनि मैले लसुन अदुवा सबै फोकेर रेडी गरेँ। अनि त्यो पनि पिसेर खनाएँ। अनि त्यसपछि त्यहाँ हालेर नुनसुन मजाले हाल्नु होला। त्यसपछि मसला छ अनि त्यसपछि हाम्रो मोमोको मसला हाल्नु पर्यो, त्यो पनि हाल्नु होला। मजाले मोमोको मसला नि हालिसकेपछि यस्तो आनन्दले राख्नु होला। छ भने अनि थोरै धनिया पनि काटेर राख्नु होला। यसले एकदम स्वाद चाहिँ मिठो दिन्छ। यति मसिनो बनाएर काटेर ट्याक्क मजाले राख्नु होला। एकदम मिठो बास्ना आउँछ है यसले चाहिँ राखेर मजाले। त्यसपछि मजाले अब त्यसो सबै हालिसकेपछि चलाउनु होला मजाले। एकदम किमा चाहिँ एकदम मजाले नरम हुने तरिकाले मजाले चलाउनु होला। आनन्दले सबैतिर नुनसुन लाग्ने तरिकाले मजाले बनाउनु होला। यतिको मजाले चलाइसकेपछि यतिको भइसकेपछि रेडी भयो। अनि त्यसपछि अब सँगसँगै हामीले पिठो पनि बनाउनु पर्यो। यो चाहिँ पिठो सुपातिर पाइन्छ, जापानको सुपर मार्केटतिर थोरै पानी सानी राखेर मजाले पिठोहरू पनि मैले एकदम मजाले कसेर यसरी पिठो मुस्नु होला। मोमो खाने भइसकेपछि अलिक जाँगर गर्नु पर्यो नि त होइन। अनि यतिको बनाइसकेपछि यस्तो मजाले हातले मुड्कीले बनाउँदै बनाउने गर्नु होला। अनि त्यसपछि यतिको नरम भइसकेपछि औँला राखेर यस्तो भएपछि एकदम गुड हुन्छ। अनि सँगसँगै यतापट्टि हामीले अब रोटी पनि बेल्न तयार भइसक्यो। अब यसरी मजाले सानो बनाएर ठिक्कको बनाएर बेल्नु होला। अनि किमालाई चाहिँ भित्र हालेर मजाले आफ्नो डिजाइन तरिकाले कसैले गोलो बनाउनुहुन्छ, कसैले कस्तो, हामीले चाहिँ यस्तो बनाएर खान थाल्छौँ। तपाईँले पनि यस्तो बनाउनु होला। यस्तो बनाउनु सजिलो हुन्छ। अनि यस्तै लगातार बनाइराख्नु होला। मजाले भइरहेपछि बनाउँदै गइसकेपछि ठिक्क हुन्छ। अनि थोरै यतिको भइसकेपछि सबै हामी यतिको भयो। अब एघारलाई चाहिँ पुग्यो हाम्रो 10-12वटा। अब एघारलाई चाहिँ ट्याक्क मैले मोमोको भाँडामा चाहिँ यसरी हाल्नु होला। हालेपछि सुरुमा चप्किन्छ भनेर मैले चाहिँ हल्का तेल लगाएको छु। त्यसलाई पनि तेल लगाउनु होला। अनि मजाले मोमो राखेपछि ट्याक्क यतिको राम्रो देखेपछि उतापट्टि अर्को तातो पानी पनि उमाल्दै गर्नु होला। अनि मैले लगेर तातो पानी ट्याक्क त्यसमा लगेर हाल्नु होला। अनि हालेपछि ढक्कन लगाइदिनु होला। त्यो सँगसँगै अब हाम्रो अर्को पनि बनाउनु पर्यो, अर्को खेप पनि। त्यसको लागि पनि मजाले आएर एकैछिनसम्म कसेर खानको लागि त कसेर मजाले यसरी बनाइराख्नु होला। अनि किमासिमा राखेर दुईजनाले मजाले बनाउनु होला। आनन्द हुन्छ। अनि यतापट्टि हाम्रो मोमोको ट्याक्क एक हान चाहिँ पाकेर जस्तो भइसक्यो। यो पाक्यो। अब त्यसपछि मैले यसलाई थालमा रेसिपीको तरिकाले मजाले खानालाई निकालेँ। चटनी पनि पिसेको थिएँ। चटनी पनि यस्तो पिरो बनाउनु होला, सही हुन्छ। अनि रेसिपी एकदम तयार भयो हाम्रो मोमो। हजुरले पनि बनाएर खानु होला है त। हस् त, धन्यवाद।